सबैजनालाई आज मेरा कल्याण मित्र हरिभक्त शर्मा सर आउनुभएको रहेछ र उहाँको रिक्वेस्टमा यो समयका पलहरू भन्ने भर्खरै मात्र निस्केको मेरो कविता सङ्ग्रह छ, यसमाथि 2 शब्द राखिदिनुहोस् भन्ने उहाँको विचारलाई भावनालाई कदर गर्दै मैले के भन्नु छ भन्दाखेरि समय भनेको चाहिँ यस्तो खालको चिज हुँदो रहेछ। पैसा खर्च भयो भने पनि पैसा कुनै पनि प्रकारले त्यसलाई कभर गर्न सक्छ। अरू कुनै पनि दुःख बिमार भइहाल्यो भने दबाई औषधि गरेर मान्छे जाति हुनसक्छ, रिकभर हुनसक्छ। तर समय भनेको चाहिँ बितिसकेपछि फेरि पनि फर्केर आउँदैन र त्यो जति बेला हामीले जीवनमा सङ्घर्ष गरेको इतिहासहरू छ, त्यो इतिहास चाहिँ एउटा इतिहासको पाना भएर एउटा स्मृतिको पलमा बसिरहँदो रहेछ। तर त्यसलाई त खालि सम्झनाको रूपमा मात्रै हामी सम्झिन्छौँ। तर त्यो जुन प्रकारले हामीले सङ्घर्ष गरेको हुन्छ, त्यो सङ्घर्ष गर्दाखेरि जति नै विफल भएको भए तापनि, जति नै सङ्घर्ष गरेको भए तापनि, कसैले त्यसमाथि उपहास गरेर हाँसेको भए तापनि त्यो समय बित्दै जाँदाखेरि जब एउटा सफलताको स्तरमा पुग्छ मान्छे, कोही पनि राम्रो ठाउँमा पुग्छ अथवा आफूले बिसाउने ठाउँमा पुग्छ, त्यति बेला त्यो सङ्घर्ष गरेको जुन चाहिँ पलहरू छ त्यो चाहिँ एउटा मिठो सम्झना भएर रहँदो रहेछ। त्यही नै हाम्रो निम्ति सङ्घर्षको अनुभव चाहिँ सबैभन्दा मिठो हुँदो रहेछ भन्ने कुरालाई लिएर चाहिँ मैले यो समयका पलहरू लेखेको छु। यो भित्र धेरै सङ्घर्ष मैले गरेको ऐतिहासिक दिनहरूको कुराहरूलाई मैले यसमा अलिकति समावेश गर्न चाहेको छु र यो तपाईँहरू सबैजनाले राम्रोसँगले हेरिदिनु बुझिदिनु भयो भने सायद आफ्नो जीवनमा पनि घटेको कतिपय घटनाहरूलाई सम्झँदाखेरि मिठो नै लाग्न सक्छ। मान्छे सबैलाई धन्यवाद। हुन्छ भन्दा हजुर ए भयो ए हुन्छ यो समयका पलहरू कविता चाहिँ कविता सङ्ग्रह छ। यसमा अब कतिजनाले धेरैले मलाई भन्दै थियो र तपाईँको कविताको शीर्षक हाल्नु भएन रहेछ त किन भनेर चाहिँ त्यो एउटा प्रश्न, धेरैको मनमा जिज्ञासाहरू रहिरहेको कुराहरू मलाई बार प्रश्नको रूपमा मलाई गजगजाइरहेको छ। र मलाई मेरो भन्नु के छ भन्दाखेरि कविताको जुन चाहिँ भावना छ त्यो भावनालाई चाहिँ मेरो विचार हो आफ्नो, त्यो कवि शीर्षकको ढकनीले छोप्यो भने चाहिँ त्यो शीर्षकलाई मात्रै हेरेर यस्तो हुनु परेको थियो, शीर्षक यो रहेछ, तपाईँको भावना अर्कैतिर बगेको रहेछ भन्ने खालको प्रश्न पनि आउन सक्छ। त्यसैले गर्दाखेरि चाहिँ शीर्षकको ढकनीले नछोपिकन त्यसलाई जस्ताको तस्तै छोडिदिँदाखेरि चाहिँ जसले जस्तो देख्छ त्यस्तै उहाँले अनुभव गर्न सक्छ। त्यसमा कसैको बार हुँदैन र त्यसले गर्दाखेरि चाहिँ कसैलाई पनि नछेकियोस्, इभन शीर्षकले पनि कवितालाई भावनालाई नछेकियोस् भन्ने मेरो एउटा आफ्नै विचार हो। नमस्कार दर्शकवृन्द, हामी फेरि पनि दक्षिण जिल्लाको यो मुख्यालय नाम्चीमा छौँ र नाम्ची हाम्रा वरिष्ठ साहित्यकार उहाँ हुनुहुन्छ मङ्दिक छिरिङ लामाका घरमा छौँ र 9वटा किताब अनवरत रूपमा लेखिसकेपछि एउटा 10औं किताब पनि यो अहिले उहाँको हातमा आइसकेको छ र उहाँले मलाई प्रेजेन्ट गरिसक्नु भएको छ र समयका पलहरू भनेर यसको विमोचन केही दिनभित्रमा हुने जानकारी पाइएको छ र धेरै नै खुसी लागेको छ कि उहाँ आजभन्दा 15-17 वर्ष अगाडिदेखि आँखाको खराबीका कारण राम्रो अध्यापकको कार्य गर्दा गर्दै त्यस कार्यबाट विमुख भए तापनि पूर्ण रूपमा
दृष्टिविहीन भएर पनि आफ्नो कलमलाई चलाउन छोड्नु भएन। उहाँले आफ्नो लेख्न नसके पनि उहाँको एकैजना छोरी अन्जुला लामाका माध्यमबाट डिक्टेट गरेर यी सबै किताबहरू अस्ति पनि हामीले नेपाली साहित्य परिषदलाई मैले नै पुर्याइदिएँ, उहाँले दान गरिदिनु भयो। र यी किताबहरू आइरहेका छन् उहाँका, र अझै पनि आउने आशा गर्दछौँ। र नेपाली पाठकका लागि धेरैले नचिनेको नाम भए तापनि नाम्चीका स्वनामधन्य साहित्यकार, कवि, कथाकार वाङदी छिरिङ लामाको योगदानलाई सजिलै अवमूल्यन गर्न सकिँदैन। नाम्चीबाट हरिभक्त अधिकारीको रिपोर्ट, भोइस अफ भोइसलेस पिपलका लागि।